हेलो एभ्रिवान, स्वागत छ तपाईलाई मेरो युट्युब च्यानल म्याथ्स टाइम विथ सागर रायमा। म आज फेरि उपस्थित भएको छु नयाँ प्रश्नको साथमा। सो आज मैले क्लास 9 को साइमल्टेनियस इक्वेसन अथवा लिनियर इक्वेसनसँग रिलेटेड क्वेसन लिएर आएको छु। सो विदाउट एनी डिले लेट्स गेट स्टार्टेड। 5 years ago father says was 4 times his son says now भनेको चाहिँ 2079 BS मा चाहिँ the sum of their ages is 45 years. Then find the present age of father, find the birth year of son भनेको छ। सो सबभन्दा सुरुमा हामीले के गर्ने भने let present age of father and son be x and y है। मतलब फादर भनेको हाम्रो x भयो भने सन भनेको कति भयो त y भयो। यो नलेख्दा पनि हुन्छ, मैले यसो बुझाउनको लागि भनेर लेखिदिएको हो यो। त्यसपछि अब के गर्ने भने हाम्रो क्वेसनमा दुईटा कन्डिसन दिएको छ है। सो अकर्डिङ टु फर्स्ट कन्डिसन हामीलाई क्वेसनले के भन्दैछ भने 5 years ago फादर्स एज वाज 4 times his son's age भनेको छ। अब इक्वेसन बनाउँदाखेरि हामीले के गर्ने हो भने यता x लेख्ने, अलिकति यहाँ पर y लेख्ने है। अनि 5 years ago भनेको छ भने यो एगोमा चाहिँ हामीले के गर्ने त माइनस गर्ने। मतलब 5 वर्ष पछाडि जाने हो भने बुवाको पनि फादरको पनि 5 years घट्छ अनि सनको पनि के हुन्छ त 5 years घट्छ। अनि फादर्स एज वाज 4 times his son's age भनेको चाहिँ यो हामीलाई इक्वल गर्नको लागि यो फादर हो यो सन हो, दुईटै फादर चाहिँ भनेको 4 times ठुलो छ, फादर त अलरेडी ठुलो छ। अनि कुन चाहिँ सानो छ त हाम्रो सन सानो छ भने यहाँ सनतिर चाहिँ हामीले के गर्ने त मल्टिप्लाई गर्ने। मतलब सनको एजमा इन्टु 4 गर्यो भने फादर्सको एज आउँछ भनेको, तर कहिले 5 years को, त्यसैले हामीले यहाँ -5 गरेको। अनि त्यसपछि अब x - 5 इक्वल्स टु 4y अनि 4 × -5 भनेको -20। अनि त्यसपछि x यो 4y लाई त ल्याउने -4y अनि यो -20 आफ्नै ठाउँमा छ, -5 लाई त ल्याउँदा +5 हुन्छ। अनि x - 4y इक्वल्स टु -20 + 5 भनेको -15। यो चाहिँ हाम्रो इक्वेसन 1 भयो है। यो हाम्रो इक्वेसन 1 भयो। त्यसै गरी अब हामी सेकेन्ड कन्डिसनमा जाउँ। अकर्डिङ टु सेकेन्ड कन्डिसनमा अब हामीलाई के भनेको छ भने नाउ भनेको 2079 मा द सम देयर इज 45। सम भन्नु भने सिम्पली हामीले के गर्ने फादर्सको एज x सन्सको एज y लाई एड गर्ने। सो x + y इज इक्वल्स टु कति भनेको छ 45 years भनेको छ है। सो यो हाम्रो के भयो त इक्वेसन 2 भयो। अब हामीले के गर्ने त यो इक्वेसनलाई सल्भ गर्ने है। सल्भिङ इक्वेसन्स 1 and 2। अब फर्स्ट इक्वेसन हाम्रो छ x - 4y इक्वल टु -15 अनि सेकेन्ड इक्वेसन के छ हाम्रो x + y इक्वल्स टु 45। अब हामीले यसलाई सल्भ गर्दाखेरि यसरी अलिकति यहाँ ग्याप छोड्ने। अब यो 4y र y त हामीले सेम बनाउनु पर्यो, दुईटै 4y हुनु पर्यो कि त यो दुईटै x हुनु पर्यो। अब यो दुईटा x छँदैछ हाम्रो, यो x र x त कट्दैन, हामीले के गर्नु पर्यो त सबट्र्याक्ट गर्नु पर्यो। जब यो दुईटा इक्वेसनलाई सबट्र्याक्ट गर्छौँ हामीले, यहाँ मैले माइनस गरेँ भने यो भित्रको साइन प्लस पनि माइनस हुन्छ, अनि यहाँ +45 छ भने यो -45 हुन्छ। अब हाम्रो x र -x हाम्रो क्यान्सल हुन्छ। अनि त्यसपछि अब -4y र -y भनेको -5y भयो। अनि -15 र -45 भनेको हाम्रो -60 भयो। अनि माइनस कटेपछि y = 60/5 भनेपछि y को भ्यालु कति आयो त हाम्रो 5 12 60 12 आयो। अब यही y को भ्यालु हामीले कुनै एउटा इक्वेसनमा हाल्ने है। भ्यालु अफ y इन म चाहिँ इक्वेसन 2 मा हाल्छु, किनभने इक्वेसन 2 अलिकति सजिलो खालको छ है। x + y = 45 दिएको छ। सो x को भ्यालु भनेको थाहा छैन, y को भ्यालु चाहिँ कति हो त
12 हो इक्वल्स टू 45 यहाँ y को ठाउँमा कति हाल्ने 12 हाल्ने त्यसपछि x प्लस 12 इक्वल्स टू 45 x इक्वल्स टू 45 माइनस 12 कति आयो त 33 आयो हैन x को भ्यालु कति आयो 33 आयो अब यति गरिसकेपछि अब x र y को भ्यालु थाहा भएपछि हामीले लेख्दा भयो नि त यहाँनिर देयरफोर फादर्स एज भनेको हाम्रो x हो x को भ्यालु हाम्रो 33 इयर्स आयो देयरफोर सन्स एज भनेको y हो y को भ्यालु कति आयो 12 इयर्स आयो अब हामीलाई क्वेशनमा चाहिँ के भनेछ प्रेजेन्ट एज अ फादर भनेछ प्रेजेन्ट एज अ फादर हामीले निकालिसक्यौं अनि बर्थ इयर अफ सन भनेछ अनि अहिले चाहिँ 2079 इयर्स भनेछ है सो अब यो हाम्रो ए नम्बरको एन्सर भइसक्यो अब बी नम्बरमा चाहिँ बर्थ इयर अफ सन भनेछ त्यसको लागि के गर्ने त 2079 बीएस बाट छोरो अहिले कति वर्षको छ त 12 वर्षको छ 12 इयर्स घटाइदिने अनि घटाउँदा कति आउँछ त 9 बाट 2 7 7 बाट 1 6 2076 बीएस चाहिँ हाम्रो के हो त बर्थ इयर अफ सन हो सो आशा गर्छु तपाईहरुले यो भिडियो हेरेर यस्तो खाले इक्वेशनसँग रिलेटेड क्वेशनहरु अवश्य पनि गर्न सक्नुहुनेछ भिडियो राम्रो लागे धेरै भन्दा धेरै शेयर गरिदिनु होला यदि पहिलो पटक मेरो भिडियो हेर्नुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अन गर्न नबिर्सनु होला हस्त आजलाई यति नै सी यु इन द नेक्स्ट भिडियो थ्यांक यू